हेलो हेलो साथीहरुलाई एकछिन भिडियो स्किप नगर्नु होला। यो 25,000 25,000 चाहिँ तपाईहरुले जित्ने भिडियो चाहिँ यही हो। यो अन्तिम भिडियो हो। यहाँ कमेन्ट गरेको कमेन्टहरुको मात्रै मैले मान्य दिने छु साथीहरु है। अब एउटा क्याम्पेन चलाइसकेपछि त्यसको टर्म्स एन्ड कन्डिसनहरु, रुल्स एन्ड रेगुलेसनहरु हुन्छ है। अब त्यो चाहिँ एकदमै मजाले बुझ्नुपर्ने हुन्छ। भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरु है। अब टर्म्स एन्ड कन्डिसनहरु के छ भन्दाखेरि सर्वप्रथम फलो गरेको हुनु पर्यो मलाई हैन। मेरो अर्को एउटा चाहिँ फेसबुकको पेज पनि छ द शेर्पा अर्थात दी शेर्पा, यहाँ हेर्न सक्नुहुन्छ। यसलाई पनि फलो गरेको हुनु पर्यो। भिडियोमा 60K भ्यू पुगेको हुनु पर्यो। अनि त्यसपछि तपाईहरुले वर्ल्ड कप, अब यो आउने 19 तारिखको वर्ल्ड कप कसले जित्छ भन्ने कुरा तपाईहरुले कमेन्ट गर्न सक्नुहुनेछ। यहाँ कमेन्ट गरेको कमेन्टहरुलाई मात्रै मैले मान्य दिनेछु साथीहरु है। अनि तपाईहरुले त्यो कुरा बुझिदिनु होला। अनि मैले हिजो पनि अब यो यसकै प्रमोसनको लागि भनेर भिडियोहरु बनाएको थिएँ। अरु चाहिँ यसको सम्पूर्ण कुराहरु पनि मैले लेखेर राखेको थिएँ। अब मैले त्यो लेखेर फेरि पनि तपाईहरुलाई बुझाउने छु है। तपाईहरु सबैले कमेन्ट चाहिँ गर्नुभएको छ, यो देशले जित्छ यो देशले जित्छ भनेर गेस गर्नुभएको छ, कमेन्ट गर्नुभएको छ है। तर शेयर गर्नुभएको छैन, अब लाइक गर्नुभएको छैन है। अब त्यही भएर तपाईहरुले लाइक शेयर चाहिँ अब अनिवार्य रूपमा गर्नु पर्यो। मलाई साथी बनाएको हुनु पर्यो साथीहरु है। अब त्यही हो। अब अरु कन्डिसनहरु चाहिँ अब फाइनल कुरा चाहिँ के हो भने खेल अब यो 19 तारिख आउँदैछ, जुलाईको 19 तारिख आइतबार हैन। खेल हुनुभन्दा 5 मिनेट अगाडिसम्मको कमेन्टहरुलाई चाहिँ मैले मान्य दिनेछु साथीहरु है। त्यही भएर तपाईहरुले कमेन्ट गर्न सक्नुहुनेछ। अब यो भिडियो मैले मेरो प्रोफाइलमा पिन गरेर राखेको हुनेछु। तपाईहरुले बेला बेलामा गएर भिडियो पनि हेर्नुपर्ने हुन्छ र आफ्नो साथीहरुलाई र आफ्नो प्रोफाइलमा शेयर गरिदिनु होला। किनभने भिडियोको 60K भ्यू पुगेपछि मात्रै चाहिँ यसको नियम फुलफिल हुने भएकोले भिडियो 60K पुगेको हुनु पर्यो, लाइक गरेको हुनु पर्यो, कमेन्ट त हुने नै भइहाल्यो। अब शेयर गरेको हुनु पर्यो। अनि खेल हुनुभन्दा 5 मिनेट अगाडिसम्मको चाहिँ कमेन्टहरुलाई मैले मान्य दिनेछु। ल त्यही हो साथीहरु। ओके, थ्यांक यू सो मच, बेस्ट अफ लक, सी यू देन।